आमामा पानी ल्याएर डक डक बनाएछ। आकाशबाट पानी आउँछ र किन लगाएको पानी त्यो धुमिरहेछ त त्यो धुमिहाल्छ त्यो पानी पर्दैन डक डक यो के को बिउ हो साथी हो हेर्नु त कम्ता जाँगरीले छ नि हाम्रो साथी त प्याज रोपेर आमामा अनि ऊ मकै यत्रो यत्रो भइसक्यो ऊ यत्रो भइसक्यो मकैहरू त्यो के हो यस्तो काम गर्नुभयो कति वर्ष भयो तपाईँ कति वर्ष भयो यो काम गर्नुभएको कृषिमा काम गरेर कति वर्ष भयो 20-30 वर्ष भइसक्यो 20-30 वर्ष भयो ए अनि कति दिन्छ दिनको 100 रुपियाँ 100 रुपियाँमा यत्रो गर्नुहुन्छ आमामा मेरो मकै लाएको परादेखि वारीसम्म आमामा यी पानी लाउने स्टाइल पनि कराएको छ अनि यो फर्सीहरू अब यो रुखमा गएर कत्रो कत्रो फल्छ अब पर काँक्राहरू छ तपाईँले देख्न सक्नुहुन्छ तपाईँ त जाङ्ग्रिलो हुनुहुँदो रहेछ हौ आमामा 100 रुपियाँमा यत्रो बारी कहिले कमाउँछ त यो के को बिउ हो यत्रो दामी खतरा हुनुहुन्छ हौ हेर न काम गरेर एकछिन बोल्ने फुर्सद छैन